म किरणको घर गएको थिएँ। उसको बुहारीको त बच्चा पनि भइसकेछ। तिमीहरूको चाहिँ खै त अहिलेसम्म? हामी पनि त्यही चाहन्छौ आमा। हामीलाई पनि यो घरमा बच्चाको हाँसो सुन्न मन छ। मलाई त तिमीमा नै केही कमी लाग्छ। यत्रो वर्षसम्म पनि एउटा बच्चा पनि दिन सकेनौ। आमा, बुहारीलाई यसरी दोष दिनु ठिक होइन। हामी दुवैजना धेरै चिन्तित छौँ यो कुरा लिएर। जाँच गराउने पनि सोचिरहेका छौँ, तर खर्च धेरै लाग्छ, त्यसैले अलि डर लागिरहेको छ। के भयो दिदी? गम्भीर कुरै जस्तो लाग्यो त। के हुनु बहिनी, त्यो बच्चाको कुरा त हो नि। अहिलेसम्म एउटा बच्चा दिन सकेनन्। दिदी चिन्ता नगर्नुहोस्। मैले सुनेको किरणको बुहारीको पनि पहिला यस्तै समस्या थियो। शिशु फर्टिलिटी क्लिनिक गयो र उपचार गराएपछि अहिले उनीहरूकोमा बच्चा खेल्दैछ। आर्थिक अवस्था कमजोर दम्पतिलाई पनि सहयोग गर्ने कार्यक्रम रहेछ त्यहाँ। साँच्चै हो र? त्यस्तो पनि हुन्छ? त्यस्तो हो भने त तिमीले हाम्रो चिन्ता नै दूर गरिदियौ त। कहिलेकाहीँ सन्तान नहुनु दोष होइन, सही अवसर र सही साथको कमी मात्र हो।